सम्पूर्णमा नमस्कार। म पशु प्राविधिक र आज चाहिँ यहाँहरूलाई म गाई भैँसी, भेडा बाख्रा, कुकुर बिरालो, कुखुरा, बङ्गुरलाई प्रयोग गरिने एकदमै प्रभावकारी औषधि पिप्राजिनको बारेमा जानकारी दिन गइरहेको छु। र यो औषधि चाहिँ पशुवस्तु अथवा पाठापाठी, बङ्गुरका बच्चाहरूमा, कुकुरका बच्चाहरूमा जुकाको विरुद्ध अथवा ठुलो गोलो जुकाको विरुद्ध प्रयोग गरिने औषधि हो। र यो ठुलो गोलो जुका चाहिँ पशुको आन्द्रा भुँडीमा बसेर पशुको शरीरबाट पौष्टिक तत्त्वहरू चुस्ने अथवा रगतहरू चुसेर पशुलाई एकदमै कमजोर बनाउने अथवा रक्त अल्पता एनेमिया समेत गराउने गर्दछ। र यो जुका परिसकेपछि चाहिँ पाडापाडीहरूले दुध राम्रोसँग नखाने र अलिकति झोक्राए जस्तो गरेर बस्ने, दिशा सारो गर्ने अथवा कब्जियत हुने र पातलो दिशा डाइरिया हुने गर्दछ। र दिन प्रतिदिन यी पाडापाडी अथवा पाठापाठीहरू चाहिँ कमजोर हुँदै जाने र जुकाको धेरै संक्रमण भएमा पाडापाडी अथवा बाछाबाछी पाठापाठीको मृत्यु समेत हुने गर्दछ। र यी जुकाहरूको नियन्त्रण गर्न चाहिँ बजारमा विभिन्न नाम गरेका औषधिहरू पाइन्छन् र ती मध्ये सबैभन्दा प्रभावकारी औषधि भनेको पिप्राजिन नामक औषधि हो। र यसले चाहिँ पशुको पेटमा भएका ठुलो गोलो जुकाहरूलाई मार्ने अथवा नियन्त्रण गर्ने काम गर्दछ। र यो औषधिले कतिपय अवस्थामा ती जुकाहरूको शरीरलाई प्यारालाइसिस गरेर दिशाको माध्यमबाट बाहिर आउने पनि गर्दछन्। र विशेष गरी यो औषधि चाहिँ दुध खाने उमेर समूहका पशुहरूलाई खुवाउन एकदमै प्रभावकारी हुन्छ। र यो औषधि चाहिँ पाडापाडी, बाछाबाछी र भेडा बाख्राका पाठापाठीलाई जन्मेको 15 देखि 20 दिनमा पहिलो पटक खुवाउनु पर्दछ। र पहिलो पटक खुवाएदेखि पुनः दोस्रो पटक 2 हप्ता पछाडि यो औषधि खुवाउने गरिन्छ। त्यसपछि पुनः 1-1 महिनाको फरकमा 3 पटकसम्म यो औषधि खुवाउँदा एकदमै राम्रो अथवा प्रभावकारी रूपमा यो औषधिले काम गर्दछ। र यो औषधि चाहिँ बिहानी पख खाली पेटमा पशुलाई खुवाउनु पर्दछ। र औषधि खुवाउँदा चाहिँ औषधि मात्रै नभएर औषधिको मात्रा बराबर अथवा त्योभन्दा अलिकति बढी पानीमा मिसाएर खुवाउने गरिन्छ। र यो औषधि खुवाइसकेपछि चाहिँ करिब 2 घण्टा जति ती पशुलाई अथवा पाडापाडी बाछाबाछीलाई चाहिँ दुध खुवाउने अथवा दाना पानी दिन हुँदैन। यसो गर्दा चाहिँ यो औषधिले एकदमै राम्रोसँग प्रभावकारी रूपमा काम गर्दछ। यो पिप्राजिन औषधि चाहिँ पाडापाडी अथवा बाछाबाछी र भेडा बाख्राका पाठापाठीलाई चाहिँ 100 देखि 150 mg प्रति केजी शारीरिक तौल अनुसार खुवाउनु पर्दछ। अथवा 1 ml पिप्राजिन सोलुसन अथवा 1 ml झोल चाहिँ पाडापाडी अथवा बाछाबाछीलाई 3 देखि 5 केजी तौल बराबर हिसाब गरेर खुवाउनु पर्दछ। त्यस्तै गरेर भेडा बाख्राका पाठापाठीलाई चाहिँ 1 ml पिप्राजिन प्रति 5 केजी शारीरिक तौल अनुसार हिसाब गरेर खुवाउनु पर्दछ। अथवा 1 ml पिप्राजिन पाठापाठीको हकमा 5 केजी शारीरिक तौललाई काम गर्दछ। त्यस्तै गरेर पाठापाठी 5 देखि 10 केजीको छन् भने 2 ml पिप्राजिन खुवाउने गर्नुपर्दछ। त्यसै गरेर कुकुर बिरालाका बच्चाहरू 5 केजी भन्दा साना छन् भने 1 ml पिप्राजिन खुवाउने र 5 देखि 10 केजीका छन् भने 2 ml पिप्राजिन औषधि चाहिँ खुवाउनु पर्दछ।
कुखुरालाई यो पिप्राजिन औषधि खुवाउँदाखेरि चाहिँ 1 ml पिप्राजिन प्रति लिटर पानीमा मिसाएर खुवाउने गर्नुपर्दछ र विशेष गरेर साना बाछाबाछी पाडापाडी पाठापाठीलाई यो पिप्राजिन औषधि खुवाउँदा चाहिँ एकदमै डोजमा ध्यान दिनुपर्दछ।